मिलाउनलाई के गर्यो त भन्दाखेरि हामीले बेलको भिड चुच्चो भएसम्म महादेव भनेर हामी पूजा गर्छौँ मान्छौँ। त्यसको चुच्चो भाँचेपछि त्यो लक्ष्मी भवानी अथवा भगवती हुनुभयो। त्यही भगवतीलाई चाहिँ हामीले पूजा गरेर जसको कन्या छैन गौदान हामी पैसा राखेर गरे जस्तै जसको कन्या छैन त्यो बेलको भिड भाँचेर शुभ नारायणलाई पूजा कन्यादान गर्यो भने कन्यादानको फल पाउने त्यही पूजा विधि हामी अहिले यो नानीहरूलाई गरिरहेको। त्यो नानी पनि लक्ष्मी भयो, त्यो बेल पनि लक्ष्मी भयो, त्यो पनि लक्ष्मी यो पनि लक्ष्मी। अब मैले नानीलाई कन्या नारायण सुवर्ण कुमार नाम गरेको नारायणलाई चाहिँ हामीले चाहिँ कन्यादान गऱ्यौँ भनेर हामीले भोलि गर्ने। अब दान गरेको घरमा राख्न मिलाउनको लागि के गर्यो त भने हामीले लगेर अब भोलिपछि पूजा सकेपछि कहाँ राख्न लानुपर्छ कुलदेवता कहाँ चढाउन लाने। किन त भन्ने बेलामा नानीलाई त घरमा राख्नु छ किनभने अहिले उमेर पुगेको छैन। भोलिपछि उमेर पुगेपछि मेरो नानीलाई बाजा बजार लिन आउनु है भने त्यहाँ भगवान्का भन्नु गएको चढाउन लाने। त्यही भएकोले हाम्रो साँच्चैको स्वयंवर गर्दा नानीको उमेर पुगेपछि स्वयंवर गर्दा हाम्रो फेरि कन्यादान भनेर गर्नु पर्दैन, फेरि यज्ञ गर्नु पर्दैन। अब हाम्रो यज्ञ त्यहाँ माथि हुन्छ, माथि भगवान्का यज्ञ हुन्छ। भोलि आजदेखि स्टार्ट भइगयो होइन। अब भोलि कन्यादान गरिसकेपछि भोलिबाट तपाईँहरूको सत्यनारायणको व्रत बस्या भने जस्तै सुवर्ण कुमार नारायणको व्रत आमाले पनि बाउले पनि अथवा अब त्यो कन्यादान गर्ने बेला म पनि छुन्छु भनेर म पनि कन्यादान गरेको फल लिन्छु भनेर चुनाउँछन्। उनीहरूले पनि पुरा फल लिने हो भने चामल नुन खान पाइएन अथवा पुरै भोगै बस्न चाहिँ अब सक्दैन। अब कलिग छ आफ्नो अब चामल नुन खाएर फलफुल खाएर रोटी खाएर तार्नु पर्ला, नत्र भने सक्छ भने भोगै बस्ने। भोलि भोलिको भोलि भनेको है अथवा 14 गते गणेश स्थान जाने। गणेश स्थानमा गएर ल यो नानीको चाहिँ हाम्रो नानीको कन्यादान सक्यो भन्न गएको। हाम्रो जे पनि गणेशलाई भन्न जानुपर्छ यो नानीको कन्यादान सक्यो, मेरो व्रत पुरा गरिदिएर सिद्धि दिनुहोस् है भनेर गणेशजीलाई सिद्धि माग्न जाने। अनि त्यहाँ समय बजी राखेर जानु पऱ्यो नि होइन। अनि त्यो समय बजी खाएपछि चढाएको समय बजी एउटा यसो मुखमा झुलो गरेपछि घरमा आएर झुलो गर्ने भेट्ने। झुलो गरेपछि प्रसाद खाएपछि तपाईँहरूको व्रत पुरा हुन्छ। अनि भोलि खेसोगन पनि गर्नुपर्छ 14 गते फेरि भोलि होइन। अब यो कुरा भोलि पनि बोलाइने होला। अहिले यहाँ मेरो काम पाएको है 14 गते आउनु पर्दैन, घरैको गणेश स्थान गणेशमा जाने। अनि त्यो चढाएको समय बजी यसो गरेपछि व्रत पुरा भयो। अब भोलिपछि हामी माथि जाने बेलामा के गरेर आएछ कन्यादान गरेर आएको। साँच्चीको हो भने गणेश भगवान हुन्छ होइन, त्यसरी गर्ने। अब बेललाई चाहिँ धेरै जसोले बेल विवाह भने त हो, तर अगाडि सुवर्ण कुमार नारायण बेल विवाह त्यति लामो नभनेको बेल विवाह भएको क्या, लामो छ बेल विवाह। अझ हामी त के भन्छौँ यी भन्छ कस्तो सब ईश्वरी बनाएर ईश्वरसँग बिहा लामो नभनेको यी गर्ने। अब यो सबै 20 जना 21 जना 22 जना ईश्वरीहरू भोलि नारायण भगवानसँग कन्यादान गरिदिने है। ल अब ईश्वरी आज हामी खानु खाएर ईश्वरी बनायो नि त। अब घरको ईश्वरलाई होइन अब यहाँ यो काम सकेर
अब खानु खानेलाई अलिकति क्लियर गर्न सक्यो है भने नि सुकुन्डा अब भोलिको दिने भने अब नबालिरहनुहोस् न थप्नुहोस् आवश्यक थियो किनभने फेरि घर लानलाई अप्ठ्यारो पर्छ तपाईँहरूलाई है भनिरहेको सक्यो होइन भयो होइन भनिरहेको सुकुन्डा छ